रुकुम घर भएका गोपाल थापाका छोरा समीर थापा अमेरिका जाने ठुलो आशा लिएर 60 लाख रुपैयाँ खर्चेर घरबाट निस्किएका थिए। 2019 सालको चाहिँ दशैंमा हाम्रै घरमा आएर हामी अमेरिका पठाइन्छौँ। वहाँ पढ्ने विद्यार्थीहरूलाई उसले ललाई फकाए। त्यसपछि मैले कुखुरो पनि काटेँ। हामी र म यसको चाहिँ पासपोर्ट लिएर गएँ। पहिलो चरणमा चाहिँ 5 लाख रुपियाँ पठाइदिउँ भनिसकेपछि 5 लाख रुपियाँ पठाइदिउँ। त्यो दुबईमा पठाउनु भयो। दुबईमा पठाइसकेपछि त्यहाँ लामो समयसम्म लगभग करिब 1-2 महिनासम्म बसे बच्चाहरू। 1-2 महिनासम्म बसिसकेपछि उहाँले फेरि 5 लाख हुँदै 10 लाख। अनि त्यसपछि मैले के भने पैसा धेरै नमागेको, हामीले पनि पैसा सबैसँग ल्याउनु पर्ने हो, हामीले पनि काट्नु पर्ने। तर यो प्रक्रियालाई अगाडि बढाउ भन्दाखेरि पैसा नहुने कहाँ जाने हुन्छ भन्ने कुरा नाना थरी कुरा गरिसकेपछि अब हामीले पनि के त भन्दै अब बिचरा बच्चाहरू चाहिँ बिचमा गइसकेपछि अल्पत्र पर्छन् भनेर हामीले पैसाहरू काट्दै गर्दै गऱ्यौँ। पेसाले शिक्षक बाबुले घर धितो राखेर ऋण निकाले। ब्याजको भारी बोक्दै छोराको भविष्यको उज्यालो होस् भन्ने एक सपना उनले मनमा राखेका थिए। तर अमेरिका पठाइदिन्छु भन्ने आश्वासन दिने एजेन्टको मिठो वचन स्पेनको विमानस्थलमै भङ्ग भयो। टर्की लगेर टर्की हुँदै स्पेन लगेर स्पेन एयरपोर्टमै बस्यौँ। 28 दिन बस्यौँ हामी। 28 दिन जति बस्यौँ हामी एयरपोर्टमै। एयरपोर्टभित्र कि होटलमा? भित्र एयरपोर्टभित्रै लुकेर बस्नुभयो तपाईँहरू स्पेनको एयरपोर्टमा? स्पेनको एयरपोर्टमा खाना बस्नु अब आफूसँग पैसा छ भने खाना, नत्र भने त्यस्तै हो। भोकै पनि बस्यो। समीर थापा र अर्का युवक भूपेन्द्र ओली विदेशको सपनासहित स्पेन पुगे पनि अमेरिका पुगेनन्। एजेन्टले पक्का अमेरिका पुग्छ भनिरहे पनि वास्तविकता एकदमै फरक थियो। दुवैजनालाई 28 दिनसम्म स्पेन एयरपोर्टमै लुकी छिपी बस्न बाध्य पारियो। कहिले भोकै, कहिले डरले, कहिले अनिश्चिततामा कटेका ती दिनहरूले उनीहरूको आत्मबल छेद विच्छेद बनाइदियो। देश फर्किएपछि आर्थिक सङ्कट, सामाजिक दबाव र मानसिक तनाव सहन नसकेर बाँके ढकेरीका भूपेन्द्र ओलीले आत्महत्या गरे, जसले परिवारलाई धेरै दुखी बनायो। मेरो छोरालाई त्यही राडले खाइदि इलाकामा आइसकेर म पनि कि जानिम त्यसलाई म मार्ने। मेरो छोरालाई त्यसले खाइदि म त्यसलाई खाइदिम। उनीहरूको साथमै गएका महिला एजेन्टलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय कोहलपुरमा राखेको छ। उता समीर थापा अझै पनि बाबु गोपालसँगै प्रहरी कार्यालय धाउँदैछन्। एउटै प्रश्न, हामीले 60 लाख फिर्ता पाउँछौँ कि घर धितो बच्ला कि भन्ने प्रश्न रहेको छ उनीहरूको मनमा। यो सबै उहाँलाई आत्महत्या गराउनेदेखि लिएर सबै गराउने, यो परिवारमा विचल्य गराउने भनेको यो सविता र सविता बोहरा र सविताको लोग्ने यो शान्तबहादुर बोहरा र लगायत यो उसले पनि के त भन्दा दशरथले पनि एउटा चाहिँ जनप्रतिनिधि भइसकेपछि उहाँले पनि एउटा सहजीकरण बाटो गराएर हामी पनि मान्छे हो, उहाँ पनि मान्छे हो। कम्तीको के हो त भन्दाखेरि उहाँले पनि दुवै पक्षलाई बसालेर हामीले पनि कुनै चित्र थिएन, केही थिएन, एउटा मान्छे जिम्मा ल्याइसकेपछि हाम्रो साउहरू हुन्थ्यो वरिपरि आएपछि उहाँले दिएपछि हामी पनि दिन्छौँ भन्ने कुरा गर्थ्यो। अहिले हामीलाई पनि यस्तो समस्या गरेर चाहिँ उहाँ ज्वाइँ अहिले मरेर अब स्वर्ग हुनुहुन्छ। बिचरा उहाँलाई पनि त्यत्रो 80-90 लाख रुपियाँ ऋण लागेको छ। साना बच्चाहरू छन्। अहिले मेरो जेठो छोरो पनि यसलाई बिचल्ली छ, कान छोड तिती बसिरहेको छ। घर परिवारलाई पनि त्यस्तै बिचल्ली छ। मेरो मतलब पैसा काटेको मान्छेलाई अनि हरेक कुरा छ। मेरो पनि अब त्यही बहिनीको तलब काटेको छ, मेरो तलब काटिएको छ, म खाली आएको छु। हेर्नुहोस्, त्यस कारण सबै बिचल्ली गराउने पनि यिनीहरूले गरे र आफ्नो स्वार्थताको काम गर्नेहरूले गरे। हामीले आफ्नो मान्छे भने सोचिरहेका थियौँ, तर उहाँले गर्नु भने सबै कुराहरू उहाँको छोरा रोशन बोहरा भन्नेलाई र त्यसपछि दशरथको भान्जा भने हाम्रै पैसाले पठाएको। मैले पनि यो चेक ल्याउँदाखेरि पनि छैन भन्ने कुरा गर्थेँ। साथीहरू सही गरेर ल्या। त्यसपछि मैले के भने ल मैले जस्तै कार्य अवस्था तपाईँले पनि देखाउनुहोस्, मैले जस्तै बैङ्कबाट गएर देखाउनुहोस्, मैले जस्तै तपाईँ सुनिपेचको गाउँबाट ल्याएको देखाउनुहोस् भन्दाखेरि पनि देखाउनु सकिने। सविताले अहिले नाना थरीका जे गरे पनि अहिले उसले के त मैले ल्याएन। उसको बोइज होस्टेलमा गएको हामीसँग भौतरो छ, शान्तबार नाममा गएको हामीसँग भौतरो छ। नाना थरीका जे गरे पनि उसले के त भन्दाखेरि सबै दोष चाहिँ उसको हो, दोष परि उसको हो। हामीले आफ्नो मान्छे सम्झेको, हामीले कहिले पनि यस्ता बिचल्लीमा पर्नेहरू कसै पनि नलागुन् र यदि गर्नेहरूले के त भन्दाखेरि यस्ता मान्छे नलागुन्। यस्ता मान्छेलाई हामी हदैसम्म कारबाही होस् भन्ने हामी माग्छौँ।